to my channel. नेपाली Welcome back to my channel. And आज चाहिँ हामी अब पोखरासम्म जाँदैछौँ. हामी हैन Here is the two beast and के भन्ने अब राइडर पनि टु राइडर दुईटा राइडर पनि beast नै हो. बिस राइडर अब चाहिँ हामी चाहिँ पोखरातर्फ जान्छौँ अनि हामीले चाहिँ यहाँ खाजा खाइसक्यौँ अनि दार्जिलिङ यहाँ आएर के सिक्रे खोलामा आएर चाहिँ खाजा खाइसक्यौँ अनि अब चाहिँ हामी मुगलिङतिर मुगलिङतर्फ नमस्ते म आयुष्मान कालिदास अहिले हामी चाहिँ हाम्रो सिक्रे खोला छ हामी सिक्रे खोला छौँ भर्खरै थाहा पाएँ मैले पनि अब हामी चाहिँ यात्रा सिधै हाम्रो पोखराको यात्रा हुँदैछ हामी पोखराको तर्फ चाहिँ हिँडिसकेको छ अनि एक्सिडेन्ट पनि हुन्छ क्यामेराम्यानको नि कुखुरा कोरियाका कुखुरा कोरियन हेर है गएर आँखामा त ए रातै बस्यो आँखा त पानी खाइदियो के कस्तो भएको छ हाम्रो ल साथी हालत हेर न कस्तो भइसकेको छ बाइकको बाइकको त अब कुरै छोडिदिनु यो बाइक कस्तो साथी हालत त धुलो भयो यस्तो हालत दिएको हुन्छ बाइकको हालत हेर्नुहोस् बाइक कस्तो मान्छे यस्तो भयो होइन हामी अब फिल्टर आउन लागेको जुत्ता यसका मात्र राम्रो रहेछ ल्याएर खाना खाने ठाउँ यहाँ स्पोन्सर आँखा खाना खानेको अब हामीले एड गर्छौँ यहाँ एड लिएर स्पोन्सर खाना खानेको स्पोन्सर लखा हाम्रो यो दिदीको होटल होइन पताली रेस्टुरेन्ट पुरिन्टा रमाइलो डाँडो भन्नेमा छ मुना रेस्टुरेन्ट एन्ड के एकदम रमाइलो खाना अहिले खुब घुमाए कति खुसी भयो हजुर म एकदम खुसी आइएम भेरी एक्साइटेड फर दिस होइन आज केटाहरूले चाहिँ मेरो सपना पुरा गर्दै मलाई अब त्यो घुमाउनु दिएर तेरो सपनै पुरा भयो आज भनेपछि जिन्दगी यति हो तेरो मान्छे हाँसेको लाग्यो होइन आधी सपना ए आधी सपना त म आफै पुरा गर्छु नि त पुरा सपना फर्केपछि पुरा हुन्छ अब जाने आधी सपना अब फर्केपछि पुरा उठेपछि हरा उठेपछि त्यस्तो हुन्छ अनि किशोरलाई नि सपना पुरा भयो जस्तो लाग्यो होइन सपना के छ भन्दाखेरि प्लान हामीले धेरै बनाएको थियौँ अनि प्लान बनाउँदा चाहिँ इम्प्लिमेन्ट हुन सकेको थिएन अब कसले गर्दा हुन सकेको तिमीले गर्दा हुन सकेको थिएन अनि त्यसपछि चाहिँ ठिक छ त्यसपछि जनातन आइयो अब जस्तो तस्तो गरेर गइन्छ राम्रो हुन्छ अब हाम्रो ट्रिप हो अहिले चाहिँ हामी खाना खाऊँ माइजूले चाहिँ हामी मुक्तिनाथ जाने भन्दै हुनुहुन्थ्यो माइजूलाई फेरि अब गाडीमा हिँड्नु त्यसपछि हजुरको नम्बर मागेको थियो जान्छु होला नेपाली साथीहरूसँग होइन ल किशोर खाऊ मामा भन भान्जा अब माथि त जहिले हो क्या साथी बाइकमा त तल त छँदै छैन त्यो बाटो त छैन नि तर हामी अस्ट्रेलिया पनि उताबाट जाने है बस पास छैन बेहोरा भने अस्ट्रेलिया जाने सर्टिफिकेट देखाएको
त्यो जहाँ हिँड्छ र देखाइदिन्छ अघि स्क्रिनमा नि त मसिन पो होइन र पास भयो भन्छ नि पास थाहा कस्तो भएको कति मार्क्समा पास हुन्छ अन्त ल त्यति खालको त्यो ठाउँमै 1.8 आएको थियो के जिपिए टु पत्ता पनि जायज लाग्छ के 1.8 भन्दा होइन मान्छेको रेट ठ्याक्कै साँचो निस्क्यो कि हो त 1.8 आइयो पत्ता हुनु नि मिल्नु के छ मुर्सिङ चाहिँ खतरा हो त्यहाँ यति धेरै अहिले सपना पुरा हो है त भएको अब दिनदिनै हाम्रो कविता डोकिन्छ क्लासमा पनि त्यही भएर थियो कि किन मलाई 10 क्लासमा पनि त्यही भएर सधैँ त यो केटीलाई खालि त यो माया गर्थ्यो भने सधैँ तिमीलाई कसले देखेको भए बोयफ्रेन्ड नभए मैले माया गर्थेँ भन्ने त्यस्तो मुस्त जाने भए के भन्थ्यो 10 को लागि अहिले गरेर होला तिमीहरूसित भेटेर के अरे खुसी लाग्यो सपना पुरा हो अन्त के 10 को लागि ए होइन मुस्ताङ जाने भन्ने होला ए भना थियो कि मैले 10 वर्षमा सपना पुरा भयो हामीले पनि भन्नु नि है राम्रो त 10 पास गरेर जान्छु भन्ने आइसमा त 10 पास गर्दै जान्छ अन्त पास नै गरेन 10 पास त हुने तर आइजाने चाहिँ पर त्यही भने नि 10 पास गरेपछि मुस्ताङ जान्छु भने चाहिँ 10 नै पास गरेर हुन्छ त्यतिबेला के बोली लागेको छ मेरो चाहिँ 10 मा त गएन 11 12 1 वर्षपछि गयो त्यतिबेला के बोली लाग्यो मेरो त्यही बोलेर चाहिँ प्लस 2 गरेर मुस्ताङ त के पढ्ने हो र भन्ने होला कति दिन भयो नखाइ खानै दिन चामल त लिएर जान्छु कति महिना लाग्यो 5 वर्ष र पुग्छ होला त्यही हिजो बिहान खायो त तेह्र बस्यो त्यसको बिहान खाइन त्यो सब फिलिङ खायो के कति मिहिनेतले बनाउनु जान्दिनँ जान्दिनँ होइन जान्दिनँ हिँड अब तेरो मेरो कुरो पोखरा पोखरा भेटिँदैन म एन्ड वी आर हेडिङ टुवर्ड्स पोखरा अब चाहिँ हामी पोखरा जाँदैछौँ अनि पोखरा यहाँ चाहिँ खाना खाइयो हामी त्यहाँ मुना होटेल खाली हाउसमा अनि अब हाम्रो बम स्क्वाडको अहिले यहाँ बम प्राप्त भएको छ होइन बम पहिला पढ्यो गर्दा धेरै बम पढ्ने भन्दा पनि अब हामी छिटै जान्छौँ 12 बजीसम्म अनि अब जानुपर्छ हामी कङ्ग्रेस माने जस्तो त के हुन्छ बाहिर कङ्ग्रेस माने दादी के समथिङ बोला feels so good. पोहाला यार तर पेट लास्ट दुखेछ यार खाना धेरै खाएर होला पैसा नतिरेको खाना कहाँ पक्छ र तिरेको त्यो त तिर्न त तिर्या पैसा त तिर्न त तिर्या साथी अब के छ अब हामी चाहिँ अब पोखरा अझै पुग्दैन डाइरेक्ट नन स्टप पोखराको लागि चाहिँ गइन्छ अनि डाइरेक्ट हाम्रो सब चाहिँ हाम्रो सिधै पोखरामा गएर रोकिन्छ हामी अरू कोही पनि रोकिँदैन कि पोखरा सिधै कि हाम्रो डाइरेक्ट ल
एक्सट्रिम खाएर हाम्रो ब्लग extreme ride गर्यो गर्छौँ। एडिटमा ब्लग हान्दै Extreme ओके खाएर सर हाम्रो extreme ride ओके सर यो ब्लग हान्नुपर्छ एडिटमा यो यसमा चाहिँ हामीले गरिँदैन सो अब हामी अहिले कहाँ छौँ ठाउँ गएको अहिले हामी राम्रो बाटोमा छौँ वा राम्रो बाटोमा छौँ ल यो फलो म चाहिँ कहिले जान सकेन तिमी जान नसकेको बाटोमा हामी छौँ। म राम्रो बाटो कहिले जान सकिनँ आज आयो देखेँ राम्रो बाटो राम्रो ल्यायो मलाई राम्रो बाटो देखाइदिए राम्रो बाटो देखाइदिउँ मलाई ल राम्रो बाटो यस्तो हुन्छ है साथी तिमी गलत बाटोमा हिँडिरहेको थियौ त्यही त तिमीले बुझ्यौ नि त आयुष्मानले बुझेन आइसालाई कस्तो फिल भइरहेको छ त अब हामी यहाँ यत्रो अब त्यो नहुँदै पनि म त म त कस्तो फिल भयो भन्दाखेरि नयाँ के नयाँ ठाउँ होइन बाटो पुरा सधैँ बुटो सधैँ सधैँ घाम काठमाडौँ त्यो तितो कालो गर्मी काठमाडौँको पोल्युसन अँ। अहिले हेर कति सफा त्यो भ्यू हेर न भ्यू यहाँ अहिले जो हेर न। क्लियर है कस्तो राम्रो थियो कि अनि अहिलेको यो यहाँ बस्न पाएको त्यही जग्गाको दाम कति हो यहाँ जग्गाको दाम कति हो हजुर 10 देखि 11 अब यता त विकास हुने भयो तर सस्तो भयो यस्तो हाई अनि साथी के छ प्लान मेरो त छैन तिम्रो छैन घुम्न मात्रै प्लान हो घुम्न आउनु यस्तो राम्रो किशोरको रिटायर लाइफ छ अब अस्ट्रेलिया अमेरिका अब कता यस्तो राम्रो भनेको घुम्नु मात्रै रहेछ क्या आज जाने भोलि नजाने घुम्ने ठाउँमा कहिले बसाइदिनु हो ठिक छ अब हामी सिधै एकछिन पोखरा घुम्ने केही छैन है डाइरेक्ट होइन पोखरा सरसम्म बोल्न सकिन्छ यसो भोलि यस्ता कपडा त के भन्ने त्यही त कुरा जति गऱ्यो भने किने सर्वप्रथम कस्तो लाग्यो तिमीलाई यो कुरा? सर्वप्रथम मेरो नाम आयुष्मान कार्य म बुटोलको बासिन्दा काठमाडौँ मलाई मेरो मित्र होइन तेरो थोप्राले थाहा हुन्छ कहाँको बासिन्दा हो अनि झन् बुटोसम्म बसिरहेछ होटल भइरहेको घाउ कि भन्ला नि फेरि तिमी होइन नि मणिग्राम मणिग्राममा त्यतै होइन फेसले त यो इलाम रुकुम जुम्ला हुम्लातिर हो अब एक गुम्बा टिप्न गयो हुन्छ ट्याक्क मलाई मेरो साथी मित्रहरूले मलाई घुमाए यहाँ पहिले पोखरा घुमाए अझै घुमाए। गान्द्रुक घुमाए पिनाज घुमाए पोखरा गान्द्रुक के अरे मुस्ताङ अनि अहिले मगर राम्रो बाटो राम्रो बाटो नि घुमायो। राम्रो बाटो मलाई राम्रो बाटो घुमेर आयो अहिलेसम्म घुमेको थिएन राम्रो बाटो ठाउँ मानि थिएन राम्रो मान्छे नि थिएनस् अब घुम्न नि घुमेको थिएनस् अब घुमिस् अब राम्रो मान्छे भन्नु पऱ्यो कि अब होइन राम्रो मान्छे त छु साथी 10 पछि मुस्ताङ आउने हरेक मान्छेको सपना हुन्छ तिम्रो पुरा हुन्छ। त्यो पुरा भयो कि 10 पछि के 10 बजी पुरा भयो? 21 वर्षमा 10 पास गरेर पुरा भयो कि यो हाल्नुपर्छ यो हाल्नुपर्छ कहिले आइ ल बिचबाटोमा आएर होटेल चाहिन्छ अरे के कसले भने त्यहीले के ल हामी चाहिँ पोखरा आयौँ अहिले
पोखरापछि अब चाहिँ हामी वी आर हेडिङ टुवर्ड्स घान्द्रुक जाँदैछौँ टक्क लाएर पछि पनि यहाँ छ साथी दाइ हामी पोखरा आइयो होइन अहिले भर्खरै हामी त घान्द्रुकको लागि त्यो 4 जनाको रुम भनिरहेको थियौँ नि त हामी पोखरा आइयो दाइ हामी आउँदैछौँ कि तपाईँ लिन आउनुहुन्छ कि के हो दाइ त्यही घान्द्रुकमै दाइ घान्द्रुकमै लिन बस पार्क तल बस पार्कमा दाइ हेलो कल मार्फत पनि आइन्छ हामी कल गरेर नि आउन सक्छौँ दाइ तर तल बस पार्कसम्म आउनुभयो धेरै सजिलो हुन्छ दाइ परेन त्यो गर्न हेलो के भन्नुभयो दाइ डाइरेक्ट त्यहीँ आउने ए ल ए हस् हुन्छ बाइक हो दाइ हिँड ल हेम्जाको बाटोमा चाहिँ अब हामी जाँदैछौँ माथिबाट वाइड एङ्गल पुरै देखा देखा ल बाई बाई कस्तो छ त भ्यू हेर त यो लभली भेरी नाइस छ त भ्यू के हो यस्तो ल पोखरा लेक साइडदेखि के देखो नि म त यस्तोमा चाहिँ फेरि बवाल छ हजुर के भएर मार्क्स खोल्न मार्क्स खोल के हो कस्तो नराम्रो मान्छे फेरि कस्तो पछाडिको भ्यू हेर्नु आउँदो रहेछ आहा साथी कपाल हेर त मेरो त छाता कस्तो देखिने सबैको त साथै जस्तो छ तिम्रो हामी चाहिँ अहिले बिराठाटीमा आएका छौँ अब घान्द्रुक जाने हो सिधै फेरि सो अब फेरि यहाँ हामी आइसक्यौँ हामी बिराठाटी आइसक्यौँ अब बिराठाटी आइसक्यौँ अबको 3 किलोमिटरमा हामी घान्द्रुक पुग्नेछौँ घान्द्रुक पुगेर रमाइलो गर्नेछौँ यस अनि त्यो अब यहाँ एउटा फेरि ल यहाँ चाहिँ ड्याम छ यहाँ चाहिँ पुरै ड्याम छ ड्याम छ अब चाहिँ हामी घान्द्रुकको निस्किन लागेको सबै रेडी भएर अब चाहिँ हामी घान्द्रुक पुग्ने हो यस्तो भइयो हालत कालो यस्तो भयो यहाँ जुत्ता यस्तो हामी
कालो होइन आयुष्मान कालो हो ल त्यो बवाल ड्याम रहेछ बवाल ड्याममा आइसकेका छौँ अब यो भान्द्रुकभन्दा तलको ड्याम हो अँ अब हामीले चाहिँ ड्याम कस्तो राम्रो बनाएको राम्रो छ ड्याम अनि पानी चाहिँ अलिक क्लियरै छ त्यही नै हो ल अब हामी चाहिँ लाग्यो है घान्द्रुकतिर त्यो हामीले ओइ भान्द्रुकको ड्रेस लाएर नाच्न पर्छ है त्यो कम्मरैमा चाहिँ घान्द्रुक अब आइसक्नु लागेका छौँ अब आउनलाई अब 15 किलोमिटर बाँकी छ होला सायद 15 किलोमिटर लेखा कि कति लेखा आइडन नै तर यो पानी यस्तो छ चुलुक्कै भयो सुरक्षा लोटी कि होइन ल घर त्यसले उता किन्थ्यो ल साथी झर है कहाँबाट जाने ल जाऊ झर्ना त बबाले आउँछ क्या यहाँ त यस्तो हेर्न कति ठाउँबाट झरिरहेको नाइस छ माथि माथि बादल लागिरहेछ ल ल बस चढ्दा निस्किहाल्ने टाइम छैन उति माथि हिमालबाट तल माटो तलबाट जान्छ होइन तर फुट्छ नि त्यही बिच बिचबाट त्यही हो तिनी 5वटै झर्ना यस्तै आयो भने त कस्तो राम्रो देखिन्छ है नाइस देखिन्छ अहिले माथि एउटा बबाल झर्ना खाएको ल जाउँ मसिमेन थियो एउटा झर्ना यस्तो अठार एडभेन्चरै छ यो ढिलाएर नहाल्यो ल वाटर क्रसिङ रोक्न रोक बनाऊ जुत्ता चाहिँ यार जुत्ता हेर त रुचे यार फेरि ओ लिएर अब कसरी आउँछ जस्तो यहाँ बाटै छैन यता आइसले मेरा त जुत्ता भिजाइदिस् त्यो दिदीले तिनको जुत्तै भिजाइदिनु काले गोरु
अब घान्द्रुकको पानीले गोरो हुन्छ अब दिपेन्द्र। कस्तो छ र? यो के हो रे? वाटर प्रुफ होइन र? तर हल्का त भिजेकै हुन्छ। गाडी रोक्नु गर्नु ऊ जान्छ कि फर्स्टमा त्यो त किन मैदा लोडे मै पल्टे अनि भिडियो गर्न यसलाई हेर्न त्यही अर्काको भिडियो गरिदिनु त हाम्रो अगाडि जान्छु रुक एकछिन। अनि वहाँ त्यस्तो छ है। उहाँहरू हेरेरै इच्छ पर्न जर्नी वर्ष आयुष्मानजी बाइक लोटाएर हजुरलाई चाहिँ कस्तो फिल भइरहेछ त? प्लान्टको माचो दिया भन्ने जस्तो फिल भइरहेको नि। अनि साथी अब झिरिक अनि सिरिप हुन्छ सुचिन मामा भन्ना मामा आज के भयो अरे हाम्रो त बवाल एडभेन्चर बाइक परेन तर जे होस् आयुष्मानको नागिनको हात छ। नागिन कसले भन त ए भिडियोमा नहरौँ बुझ्नेले बुझ्यो फेरि भिडियोमा हेर्नेले बुझ्नु भएको ल हामी चाहिँ यता गएर यस्तो हामी यो रुम र यो बाइक चाहिँ हाम्रो सब रेडी छ होइन। हाम्रो होटेल चाहिँ यही हो घान्द्रुक रिजोर्ट। अब सबैको राम्रो चाहनी सबैको बढी चाहनी अब रुमतिर लाग्यो नि रुम कस्तो भयो हेरौँ एउटा खाना खाम चुइङम खाइरहेको छु। दिन त कति पर्छ है पर्दैन 600-700 यहाँ त महँगो लिनु ह्यान्डल गयो त हस् पहिलो स्वागत गर्छौँ हामी गुरुआमा गुरुबा पहिलो स्वागत गर्छौँ हामी दुई हात जोडेर अर्को स्वागत गर्छौँ हामी चक्क ब्याट्री ताते क्या त्यही भएर ए कुलिङ हुन लाग्यो क्या भाइ त ए कुलिङ हुन लाग्यो यो होइन बाइक चाहिँ मैले फर्स्ट टाइम आजको कस्तो एक्सपिरियन्स छ मेरो लाइफमा कहिले हिँड्न बरोबर हिँड्न बरोबर तैँले त्यही भएर स्याड भएपछि त्यस्तो केही होइन बाइक देखिन्छ भोलि पन्छ हुन्छ भोलि पन्छ के हुन्छ त्यस्तो आफूलाई लागेन त्यो कुरा हो कि राति लाग्यो चाहिँ भोलि लग्छ बाइक उठाएर हालतिर बनाएर फर्के गरिदिन्छ
भान्जुको आउँदा चाहिँ धेरै अब्स्ट्याकलहरू फेस गर्नु पऱ्यो अब के गर्नु पऱ्यो भन्ने खासै अब विस्तृत जानकारी मेनली मैले धेरै गान्द्रुक चाहिँ यस्तो छ गान्द्रुक यस्तो पुरै क्लिन गरेर भोलि चाहिँ ब्ल्याक स्याडी भएर चाहिँ अब निस्किन पर्ने हुन्छ अनि रुम चाहिँ यही हो राम्रो छ केटाहरू 4 जना बसेको रुम छ राम्रो छ सब अब चाहिँ हामी चाहिँ नुहाएर फ्रेस भएर बसेका छौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ अब खाना खान जान्छौँ मिठा खाना पकाउँदै हुनुहुन्छ यसमा ल आज भन त आज कस्तो भयो तिम्रो दिन मेरो एडभेन्चर भयो एक्सपिरियन्स खतरा भयो होइन बाइक पल्टाइयो पनि अनि त्यसपछि भ्यूहरू नयाँ नयाँ देखियो जुन नेपाल यस्तो छ भन्ने पनि देखियो होइन मौसम पनि राम्रै थियो मौसमले साथ दियो भन्ने कुरा मौसमले पनि साथ दियो मादल बजाउने हो र ओहो मायाले उडेको सल्को आज पनि लै टक 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 ओगिन कक्रोचेस गइन रहेछ त नाच न ल One, 2, 3, go! ल आयो साथीहरू हात त उहीँदेखि त हो मासु घिउ किशोर डराए किशोर डराउने रहेछन् किनकि उसले घिउ जस्तै होइन नकराउ बढी नकराउ अलि बढी हुनलाई ल भन नलाग्ने कुरा धेरै गर्छ कि यसले ल भन के कुरा ल ठ्याक्कै भन ठ्याक्कै त ठ्याक्कै भन्ने भए भन् नगरा यहाँ धेरै ठ्याक्कै के भयो भने भन्दा माथि गयो त्यही भएर हल्का फिल भयो बाबासँग पकेट मनी मागौँ न भन्दा फेरि अहिले त आफ्नो इन्कम थियो पानी राख्छिन् किसिमले कस्तो यो चाहिँ मिठो छ है खाना फेरि दिदीको हात भन्नु दिदी भात खाना फल्नी हो है उहाँले गर्नु टिप्पर माथि जाँदा ब्लग्स बनाइद ल यस्तो नपाएको भए त गाई नपाएको भए त हामी बिहार हुन्थ्यौँ माथि तलहरूमा एउटा त हामी नचिनेको के भयो हात हाँसेको के बिजो हुन्थ्यौँ बेजो पनि हुनुहुन्थ्यो फेरि हामीसँग त्यति फोहोर राख्छ तपाईँहरूलाई बत्ती कम भएको हो होइन हाम्रो भिडियो इन्फ्लुएन्सर टाइपको मान्छे हो त्यही भएर रेकर्ड गर्दै खाँदै गर्दा भिडियो छ गुन्द्रुकको अचार यस्तो हो यस्तो यसलाई गाली गर्न बरु हो यसलाई गाली कति गरुन्थ्यो मलाई तिमीलाई त गाली गरे मलाई लाग्यो बुझेनस् आइसमा दाल ल्याइदिनुहोस् दाल ल्याइदिनुहोस् अनि थोरै बुद्धि छ भने पनि अलिकति छिराइदिनुहोस् त्यो प्याजको अचार छ होइन प्याजको त्यो प्याजको अचार पनि ल्याइदिनु ल यसपल्ट खानु तर होइन आयुष्मान होइन हजुर भन्नु तर यु आर नट मेड फर राइट यु आर नट यत्रो गर्नु
त्यस्तरी बोल न साथी I'm not fit for I'm not right for ride. You are not fit for ride. फिट के अहिले के मेन्टली फिट राइट Yeah. साथी आजको दिन कस्तो भयो त तिम्रो आजको वाइल्ड लाइफ एक्सपिरियन्स भयो मेरो जीवनको होइन त्यो सायद लाइफमा मैले कहिले पनि गरेको थिइनँ सायद कसैले पनि गरेको थियो जस्तो लाग्यो मलाई एक्सपिरियन्स चाहिँ होइन हाम्रो यात्रा चाहिँ हाम्रो काठमाडौँदेखि सुरु भएको थियो कुरेन्टारमा आएर राम्रै चलिरहेको थियो मुलिङदेखि पनि यात्रा राम्रो भइसकेको थियो पोखरासम्म पोखरादेखि जब हामी घान्द्रुकमा लाग्यो अब जीवन साथी हेर यस्तो नराम्रोसँग गयो नि त्यसपछि त त्यो जनताले बुझिसक्यो क्या यहाँ हेर्नेले बुझिसक्नु त्यो के भयो चाहिँ भन्नु भएन होइन त्यसपछि चाहिँ यस्तो भयो नि त्यस्तो अब एडभेन्चर चाहिँ धेरै भयो लाइफमा होइन त्यो अब अँधेरी रात पनि धेरै भयो होइन अब त्यो हाम्रो खोलासँग त्यो बाइक बगाउने पनि भयो बवाल भयो होइन ठिक छ मेरो चाहिँ यति नै थियो एक्सपिरियन्स आज मनदीपको हाउ इज योर एक्सपिरियन्स मनदीप It's my second ride. तेरो भूतको काण्ड हो नि त पहिले के भूत पर्यो भन्ने भूत भन्न टरे त्यति बेला चाहिँ यहीँ तल होइन त्यति बेला ब्ल्याक भयो नि त त्यति बेला चाहिँ के भएको थियो भन्दा आयुष्मानले चाहिँ त्यो उकालोमा बाइक चढेर आएको थियो बाइकले चाहिँ तानेर चाहिँ म झर्दिएँ होइन अनि अँध्यारो पनि थियो तलबाट चाहिँ दिदीहरू आउनु भएको थियो त्यसपछि दिदीहरूसँग चाहिँ फोन थिएन होला भनेर चाहिँ उनीहरूको चाहिँ बाइक लिएर हामी चाहिँ गइरहेको थियौँ भने अलि अक्कड जस्तो लाग्यो अनि त्यसपछि चाहिँ सो इनोसेन्ट या मनदीप अनि चाहिँ म चाहिँ गएँ अब त्यो फोन लिएर म जाँदा बित्तिकै चाहिँ उनीहरूसँग फोन रहेछ अनि आयुष्मान चाहिँ माथि एउटा मन्दिप 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 भनेर चिच्चाइरहेको थियो तिनचोटि चाहिँ चिच्चाएँ म पनि तिनचोटि चाहिँ तिमी जाँदै गर आऊ म आउँछु यो प्लान चाहिँ इम्प्लिमेन्ट भयो होइन जे पनि 4 जना भए पनि आइदियो धेरै लङ कुरा थियो 1.5 महिना भयो यो प्लान सो द थिङ इज अब हाम्रो नआउने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त केही छैन अब हाम्रो ब्लग हेर्ने कि साथ दिने कमेन्ट चाहिँ छोडिदिनु होस् है त कमेन्ट छोडिदिने अनि अब हामीले खानासाना खायौँ हाम्रो लेट भयो आज अलि अति नै धेरै लेट भयो अनि 10 बजे चाहिँ हामीले खाना खायौँ अनि अब चाहिँ हामी सुत्नुपर्ने हुन्छ भोलि हामी बिहान नै उठेर हाम्रो काम छ अब हामी चाहिँ कुरा रुममा गएर देखाउनु पर्ला र के खानुहुन्छ पानी अब गोरु हुन्छ केटाहरू आयुष्मान खुसी भयो आयुष्मान खुसी भयो सोप खाएको बाइक कहाँ छ है बाइक साँझ लिएर आइसक्यो लिएर आएर माथि खुट्टाले कुचलिदिँदैछ हाम्रो के अरे एनएस कहाँ छ बिचरा एनएस त पानी भिजिरहेको यार स्याड भयो I feel so much better. Yeah. Drink Fanta. आजलाई चाहिँ यति नै भयो हामीले खानासाना खाएर चाहिँ सबै कुरा भ्यायौँ अब यही थियो अब हामीले भोलि यसको भिडियो देखाउँछौँ सबै कस्तो रहेछ रिजल्ट भनेर अनि त्यहाँनिर ल गुड नाइट Thank you for watching.